ती महेन्द्र यी बालेन्द्र नेपालको इतिहासमा छोटो कार्यकालमा धेरै काम गरेका भिजनरी व्यक्ति हुन् राजा महेन्द्र। आफ्नो 17 वर्षको कार्यकालमा राजा महेन्द्रले धेरै कुराको सुरुवात गरे। राजा महेन्द्रले जनकपुर चुरोट कारखाना, वीरगञ्ज चिनी कारखाना, बाँसबारी छाला जुत्ता कारखाना, कृषि औजार कारखाना, हिमाल सिमेन्ट कारखाना, हरिसिद्धि इँटा टायल कारखाना, भक्तपुर इँटा टायल कारखाना, साझा यातायात, साझा प्रकाशन आदि सुरुवात गरे। देशमा निजी उद्योग धन्दालाई प्रोत्साहन गर्न बालाजु औद्योगिक क्षेत्र, पाटन औद्योगिक क्षेत्र, हेटौडा औद्योगिक क्षेत्र, पोखरा औद्योगिक क्षेत्र, धरान औद्योगिक क्षेत्र जस्ता उनैले बनाए, जहाँ नेवीको बिस्कुट जस्ता हजारौं कम्पनीले आफ्नो उत्पादन सुरु गरेका थिए। महेन्द्रले त्यो बेलै पूर्व पश्चिम राजमार्ग, अरनिको राजमार्ग, पृथ्वी राजमार्ग, सिद्धार्थ राजमार्ग, त्रिभुवन राजपथ, काठमाडौँको चक्रपथ, रिङ रोड, गौचरण विमानस्थललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नामाकरण र आधुनिकीकरण, पोखरा र भैरवामा अन्तरिक्ष विमानस्थल निर्माण गरेर देशका भूभागलाई एक आपसमा जोडे। राजा महेन्द्रले नेपाल राष्ट्र बैंकको स्थापना गरे। राष्ट्रिय वाणिज्य र कृषि विकास बैंक उनी नैले स्थापना गरे। राष्ट्रिय बीमा संस्थान, कर्मचारी सञ्चय कोष, नेशनल ट्रेडिङ लिमिटेड उनैले सुरुवात गरेका हुन्। यी त केही प्रतिनिधि उदाहरण हुन्। आज देशकै शक्तिशाली सरकारका प्रमुख बालेन्द्र शाह छन्। उनको इच्छाशक्ति हुने हो भने कैयौं सुधारका काम गर्न सक्ने उनीसँग आधार छ र उनी जनताले सबैभन्दा आशा र अपेक्षा गरेको समयमा सत्तामा छन्। राजा महेन्द्र झैं कालो पहिरनमा सजिन रुचाउने बालेन्द्र आफै पनि राजा महेन्द्रदेखि प्रभावित भएको देखिन्छ। उनले आफ्नो 5 वर्षको कार्यकालमा देशलाई सुधारको एउटा दिशा दिन सके मात्र पनि उनको नाम इतिहासमा अमर रहने थियो, राजा महेन्द्रको जस्तै। यी बालेन्द्र ती महेन्द्र बन्न नचुकुन्। सफल कार्यकालको निम्ति धेरै धेरै शुभकामना छ।